यति श्रीमद्देवी भागवत कलि धर्मको श्लोक अलिकति म भन्दैछु, सबैले सुन्दिनु होला। जाति व्रत मुनि क्षत्रिय पुरुषमा जसले सक्यो त्यही धनी, अर्थात् भेद कुनै हुने र नहुने हो होइन केही पनि। नाताद्वारा जन्मेमा पशु शरीर सम्भोग गर्लान् सब, भोज्या भोज्य विचारको स्थिति पनि हो होइन केही तब। आफै मालिक ज्ञानी भई सकल काम गर्लान् सबैजनाहरू, छोराले पनि बाबुलाई नदिइरहनेछ मालधनहरू। बेस्या घर घरमा होलान् कलिमा नारीहरू छन् जति, जान्ने भई सब काम आफू गरलान् शङ्का नमानी रति। बुढाको गुरुको र बाबुहरूको अर्थी लिँदैनन् कवै, जान्ने आफू भएर काम गरलान् लिएर सेखी सबै। छोरा छोरी रुवाउने र कुटानी गाली दिने कर कसा, साँझमा बत्ती नबालनी घरमा फोहोर गरी सरको घर ढोका पनि लिप पोत नगरी बस्ने सधैँ अल्छी भई। कुरा काटनमा सिपालु कलिका नारी हुने छन् सबै। नोकर चाकरलाई खान नदिई काम मात्र ज्योति लिने, खान दिँदाखेरि साई छन् कि ठस्केर पस्किदिने। भाँडाहरू बजारने रिस गरी लाग्ने भूमिमा, सातो खाइदिने जहानहरूको त्यसै बिना काममा। 7 दिन घरमा रहे यति भने बस्ने सधैँ माइत, हिँड्ने छन् घरबाट आउन पनि हेरी बिना साइत। बिदा मागनु सासु छेउ छ कता ढोदिन पर्ने कता, हिँड्लान् मन परिले बुहारी जति छन् जानु छ इच्छा जता। स्वामीको सुकला नभए पलङमा आफै अगाडि गई, सुत्ने छन् अभिमानली मनमा छोइ नसक्न भई। आधा रातमा उठेर घरको काम गर्न पर्नेमा, उड्दैनन् जलमल्ल घाम नभई श्रीधर्म हो त्यो कहाँ। छोरा छोरी भने उमेर नपुगी पैदा होलान् वर्षिणी, 7 वर्षमा रजोपति होलान् 8 वर्षमा गर्भिणी। आयु छिन्न हुनेछ वर्ष 20 भई बुढी हुनेछन् अनि, राम्रो पैसा नआई जीवन उसै जानेछ रोगी बने। श्रीमद्देवी भागवत कलि धर्म।